नमस्ते। आज हामी शिवताण्डव स्तोत्रको गहिराईमा पस्दैछौँ। यो एउटा यस्तो शक्तिशाली स्तोत्र हो जहाँ ऊर्जा र सौन्दर्यको एउटा अद्भुत सङ्गम भेटिन्छ। साँच्चै भन्नुपर्दा यो केवल शब्दहरूको सङ्गालो मात्रै होइन, यो त ब्रह्माण्डको शक्ति र गहिरो शान्तिको एउटा अनुभव हो। एकछिन यो ध्वनिलाई महसुस गरौँ त। डम 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 निनाद व डम्बर वयम। यो कुनै साधारण आवाज होइन है। यो हो भगवान शिवको डमरूको आवाज, जसले उहाँको प्रचण्ड ताण्डव नृत्यको लागि एउटा ब्रह्माण्डीय लय तयार गर्छ। हो, यही शक्तिशाली कम्पनबाट सुरु हुन्छ हाम्रो आजको चर्चा। ल, अब एउटा प्रश्न उठ्छ। यति शक्तिशाली स्तोत्र आखिर कसले रच्यो होला त? यो अरू कसैले होइन, लङ्काका राजा रावणले भगवान शिवको त्यो असीम शक्ति र ब्रह्माण्डीय नृत्यको प्रशंसामा रचना गरेका थिए। यो भक्ति र शक्तिको कस्तो अद्भुत सङ्गम। अब लागौं शिवको स्वरूपतिर। स्तोत्रले उहाँको जुन वर्णन गर्छ नि, त्यो खाली शब्द मात्र होइन, एउटा यस्तो जीवन्त तस्विर हो जुन हाम्रो मनमा बस्छ। आउनुहोस्, त्यही तस्विरलाई शब्दहरू मार्फत हेर्ने कोसिस गरौँ। सुरुवात गरौँ उहाँको जटाबाटै। यो कुनै सामान्य कपाल जस्तो होइन। सोच्नुस् त, एउटा घना जङ्गल जस्तै हो, जटारोपी वन। र त्यही जटाको बीचबाट पवित्र गङ्गा नदी बगिरहेकी छिन्, जसले उहाँको गलालाई सधैँ पवित्र बनाइराख्छिन्। अब जटाबाट अलि तल उहाँको गलामा नजर लगाऊ। त्यहाँ के छ? एउटा विशाल सर्प, माला जस्तै गरी बेरिएको। तर यो डरलाग्दो देखिन सक्छ, तर डराउनु पर्ने कुरा होइन है। यो त उहाँको गहना हो। यसले प्रकृतिमाथि उहाँको नियन्त्रण देखाउँछ। अनि उहाँको निधार, त्यहाँ त आगो दन्किरहेको छ। यो हो उहाँको तेस्रो नेत्र, उहाँको अपार ऊर्जा र ज्ञानको प्रतीक। यस्तो शक्ति जसले जस्तोसुकै अज्ञान र अहङ्कारलाई एकैछिनमा खरानी बनाइदिन सक्छ। यति धेरै प्रचण्डता, यति धेरै शक्ति, तर त्यही शक्तिको बीचमा उहाँको शिरमा हेर्नुस् त, एउटा सानो बालचन्द्रमा छ। यो शान्ति र शीतलताको प्रतीक हो। यसले देखाउँछ कि उहाँको रौद्र रूपभित्र पनि कति शीतलता र करुणा लुकेको छ। ल, यति धेरै शक्तिको कुरा त भयो, तर प्रश्न यो हो कि यो शक्तिको आखिर उद्देश्य के हो त? यो खाली देखाउनको लागि मात्रै पक्कै होइन। यसको पछाडि एउटा गहिरो अर्थ लुकेको छ, जुन स्तोत्रको एउटा घटनाले छर्लङ्ग पार्छ। स्तोत्रमा एउटा घटनाको जिक्र आउँछ, जब शिवले आफ्नो निधारको त्यही आगोले कामदेव यानि इच्छाका देवतालाई भस्म पारिदिनुभयो। तर यो विनाश थिएन है, यो त थियो अहङ्कार, वासना र भौतिक मोहमाथिको विजय। यो यति शक्तिशाली काम थियो कि देवराज इन्द्रले पनि शिर झुकाउँछन्। स्वरूप र शक्तिको कुरापछि अब लागौं यो स्तोत्रको सबैभन्दा गहिरो सन्देशतर्फ। यो हो समताको दर्शन। यस्तो दर्शन जसले जीवनलाई हेर्ने नजरिया नै बदल्न सक्छ। स्तोत्रमा एउटा यस्तो ठाउँ आउँछ जहाँ रावणले आफैसँग प्रश्न गर्छन्, कहिले होला त्यो दिन जब मेरो लागि एउटा ढुङ्गा र आरामको ओछ्यान बराबर हुनेछ? एक शत्रु र एक मित्रमा कुनै भेद हुने छैन, अनि माटोको ढिक्का र बहुमूल्य रत्न उस्तै लाग्नेछ। हो, यही हो समताको असली दर्शन। भनेपछि के रहेछ त समताको दर्शन? यो भनेको जीवनमा आउने सुख दुःख, राम्रो नराम्रो, मित्र शत्रु, यी सबैलाई एउटै भावले, एउटै स्थिर मनले हेर्न सक्नु हो। जब मन यो तहमा पुग्छ नि, तब बल्ल साँचो र स्थायी शान्ति मिल्छ। हजारौं वर्ष पुरानो स्तोत्र, तर आजको जमानामा यसको के काम? किन यो आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ? ल हेरौँ न त, यसको पाठले के फाइदा पुर्याउँछ भनेर विश्वास गरिन्छ। मानिन्छ कि यसको लयबद्ध पाठले आत्मविश्वास र हिम्मत बढाउँछ, मनलाई शान्त बनाउँछ र ध्यान केन्द्रित गर्न सघाउँछ। अझ ज्योतिषमा विश्वास गर्नेहरूका लागि त शनि र राहु जस्ता ग्रहको नराम्रो असर पनि कम गर्छ भनिन्छ, जसले गर्दा भित्री शक्ति बढ्छ। ल, अब अन्त्यमा एउटा कुरा सोचौँ त। आजको यो दौडधुपको जिन्दगीमा, जहाँ कहिले सफलता मिल्छ, कहिले असफलता, कहिले कसैले तारिफ गर्छ, कहिले आलोचना, यस्तो अवस्थामा यो समताको प्राचीन दर्शनले आखिर के अर्थ राख्छ होला?